गएको पनि 5 वर्ष भइसक्यो। यो साल पनि छोरी आउँछ कि भनेर आमाले बाटो हेरिरहेकी होलिन्। तर यो बबीको परिवारले भने यो साल पनि तीजमा जान नदेलान् जस्तो छ। मेरो बाबा बित्दा पनि आमालाई भेट्न जानु दिनु भएन। बाबा बितेको 6 महिनापछि मात्रै खबर सुनाए। न कसैले फोन दिन्छन् न कसैले आमासँग कुरा गर्न दिन्छन्। त्यो बेलामा आमा बुवाले धनी गर्छ तँलाई सुख हुन्छ भनेर केही नबुझी बिहे गरिदिएर पठाए। तर अहिले यिनीहरूले मलाई जिउँदै पल पल मारेको छन्। आज त म बुढासँग जसरी भए नि कुरा गर्छु, आमासँग भेट्न जान्छु भनेर। यी बुढा जतिखेरसम्म नआउँदैन त्यति बेलासम्मै कुरिरहन्छु। चमेली त अहिलेसम्म सुतेकी छैनस्? होइन, के भयो तँलाई? केही पनि भएको छैन, निन्द्रा लागेन अनि त्यही भएर हजुरलाई कुरिराखेँ कि। किन कुरेर बसेकी त? मैले तँलाई कुरेर बस भनेको छु। कुरा के हो? खुरुक्क पोइन्टको कुरा गर। बुढा, म माइत नगएको पनि 5 वर्ष भइसक्यो। यसपाला तीजमा म माइत जान्छु नि। आमाको साह्रै याद आएको छ। के रे माइत जान्छु रे? त्यो पनि तीजको बेलामा? तीजको बेलामा छोरी बहिनी फुपू दिदी सबै चेलीबेटी घरमा आउँछन्। अनि तिनीहरूको स्वागत सम्मान गर्नु पर्यो, मान मर्यादा गर्नु पर्यो, तिनीहरूलाई दर बनाएर खुवाउनु पर्यो। कति काम हुन्छ घरमा। अनि त माइत गइस् भने त्यो सबै काम कसले गर्छ? कसले गर्छ? यस्तै पनि मैले बेला बेलामा तेरी आमालाई खर्च पठाइदिएकै छु क्यारे। फेरि त माइतीमा गएर के नै गर्ने हो र? यही मेरै घरमा भएको बोकेर उता लिएर खाने त हो नि। बेला बेलामा खर्च उठाइदिएकै छु क्यारे। अरू त यही घरमा आनन्दले बस। यस्तो महँगी जमानामा पनि सुनमा लाउन पाकी छस्। मिठो मिठो टन्न खाना पाकी छस्। फेरि लुगा लगाउन पाकी छस्। यो भन्दा तँलाई अरू के चाहियो? के चाहियो अरू? सुनमाल, राम्रो लुगा र मिठो खानाले कहाँ आमाको माया मेटाउन सक्छ र हजुर? अर्को साल जालिस भनेर 5 वर्ष भइसक्यो माइत जान नदिएको। यसपालि तीजमा त माइत जान दिनुहोस् न हजुर। होइन, तेरो माइतमा के छ? के छ? मेरो यस्तो स्वर्ग जस्तो घरमा आनन्दले बस्न पाकी छ, खाना पाकी छ। फेरि तँलाई किन चाहियो माइत? यसरी माइत जाने कुरा गरेछ भने म भन्दा नराम्रो कोही पनि हुँदैन। त्यसैले माइत सहित जाने कुरा नगर। माइत सहित याद राख्ने कुरा।
त्यो बेलामा बुढाले ज्वाइँ धनी छन्, छोरीले सुख पाउँछे भनेर राम्रोसँग केही नबुझी छोरी दिए। अहिले 5 वर्ष भइसक्यो, ज्वाइँले छोरीलाई माइत पनि पठाउनु भएको छैन। चमेलीलाई कस्तो छ, के गर्दैछ होला, किन यत्तिका समयसम्म फर्केर नआएकी होला। धन हुनेको मन हुँदैन भन्छन्। चमेली पनि धनको भुमरीमा भुलेर कतै हामीलाई बिर्स्यो कि त होइन। खै के हो कुरै बुझ्न सकेकी छैन मैले। चमेलीलाई कमसेकम आमाको याद त आउनुपर्ने हो। मेरी छोरी कसरी यति धेरै स्वार्थी बन्न सक्छ र? कतै ज्वाइँले नपठाउनु भएको पो हो कि कुनै अप्ठ्यारामा परेकी छ कि? मैले त केही सोच्नै सकिरहेको छुइनँ। सधैँभरि यस्तै कुराहरूले चिमटिरहन्छ। कसरी त्यसलाई भेट्ने होला? बा आमाले आफ्नो सन्तानको लागि कति दुःख कष्ट र त्याग तपस्या गरेका हुन्छन्। बा आमा अशक्त हुँदा उनीहरूको सेवा गर्ने हरेक छोराछोरीको कर्तव्य हो। तर म भने कति अभागी रहेछु। बाबा बिरामी भएर बाबाको मृत्यु हुँदाखेरि पनि बाबालाई भेट्न जान सकिनँ। न आमासँग कहिले फोनमा बोल्न दिन्छन्, न त माइती घर जानै दिन्छन्। आमाले यो साल त छोरी तिजमा आउँछ भनेर मेरै बाटो हेर्दै रुँदै बसेकी होलिन्। अभागीलाई हरेक वर्ष यो तिज पनि किन आउँछ होला? कमसेकम यो तिजै नआउने भए मेरी आमालाई मेरो याद त आउने थिएन होला। चमेली भाउजू, हजुर त टोलाएर बस्नुभएको छ त, के भयो? त्यस्तो केही पनि होइन नानी। घाँस काट्दा काट्दा आँखामा कसिङ्गर परेछ, त्यही निकाल्न लागिरहेको। ए मैले त के भयो जस्तो लाग्थ्यो, आँखामा छारो पो परेको रहेछ। अनि नानी, हजुर कता जान लाउनु भयो? म काम परेर पल्लो गाउँसम्म जान लागेको भाउजू। अनि भाउजू, हजुर घाँस काट्नको धेरै समय भयो क्या। हजुरलाई बबी दाइले कता हराई भनेर हाम्रो घरसम्म बुनाएर खोज्न जानुभएको थियो। हजुर भने यहाँ घाँस काट्न आउनुभएको रहेछ। ए हो र नानी, दाइ साँच्चै रिसाउनु भएको छ? बबी दाइको रिस हजुरलाई थाहा छँदैछ नि, अरू म के भन्नु तपाईँलाई। ल भाउजू, छिटो घाँस काटेर घर जानु, अहिले म जान्छु। होइन त्यो चमेली आज यति छिटै कहाँ चाहिँ मरेछ? मलाई चिया पनि नदिएर कहाँ गइछ? त्यो कहाँ मन्टी के हो? त्यो आओस् न मात्र, मैले जानेको छु त्यसलाई। झन् मलाई उल्टा बित्तिकै चिया चाहिन्छ भनेर तँलाई थाहा छैन कि? बिर्सेस अझ मेरो हात फाल्छस्? तँलाई त म मारिदिन्छु। तपाईँ सधैँ त्यही भएर एकबारी घाँस लिएर आउँछ भनेर घाँस काट्न गयो कि आज तपाईँ छिट्टै उठ्नु भयो। मेरो के गल्ती छ र? गाई बस्तुलाई टन्नै घाँस काटेर एक्स्ट्रा राख्नुपर्छ भन्ने कुरा तँलाई थाहा छैन? फेरि बिहानै कसरी घाँस सक्यो? हुन त यसको माइतीमा अरूको काम गरेर बिहान बेलुका छाक टार्नु पर्ने मान्छेहरूलाई घर कसरी चलाउनु पर्छ भनेर के थाहा यसलाई? हाम्रो घरमा वर्षभरिलाई पुग्ने टन्न अन्नपात र 2-4 दिनलाई पुग्ने गोठमा गाईबस्तुलाई घाँस एक्स्ट्रा काटेर राख्नुपर्छ। अबदेखि घर कसरी चलाउनु पर्छ राम्रोसँग सिक। जा गोठको काम गर। गोठमा गएर गोठको काम राम्रोसँग गर्ने। जा यहाँबाट। खोइ
पहिला म हजुरलाई खाजा र चिया बनाइदिन्छु अनि गोठमा गएर काम गर्छु। मेरो लागि चिया खाजा केही पनि बनाउनु पर्दैन तैँले। पल्लो गाउँमा मेरो साथीहरूसँग भेट्ने काम छ, म जे खान्छु उतै गएर खान्छु। र किचनमा हिजोको बासी भात बचेको छ, त्यही गीत र गोठको काम राम्रोसँग गर। म गएँ। बबी तिमी हो, म कसरी चिन्यो? आफ्नो मान्छेलाई नि चिनिन्न त? सोनिका, तिमी हिजोदेखि कहाँ हराएकी थियौ? मेरो फोन मेसेज केही रिप्लाई गरिनौ। यो अनुहार हेर्न झन्डै 24 घन्टै कुर्नु पर्यो। यो 24 घन्टाको प्रत्येक मिनटमा मैले तिमीलाई सम्झेको थिएँ। प्लिज सोनिका, मबाट कहिले टाढा नहुनु है। हजुरले मलाई जति सम्झिनु भएको थियो त्योभन्दा बढी मैले हजुरलाई सम्झेको थिएँ। हजुरले सम्झेको प्रत्येक मिनट मलाई किक्क बाडुल्की लागिरहेको थियो। तर के गर्ने, हजुर बिहे भइसकेको मान्छे, यो गाउँ समाज र हजुरको बुढीले हामीलाई एक हुन देला नि त। सोनु मेरी जान, तिमी यति सानो कुरामा चिन्ता गर्छौ। तिमी जुन समाजको कुरा गर्दैछौ नि, यो समाज त पैसा र पावरको पछि भाग्छ। अनि एक दुईजना विरोध गर्ने निस्किहाल्यो भने तिनीहरूको मुख पैसाले थुनिदिउँला। अनि त्यो चमेलीले त के नै गर्न सक्छ र? त्यसको त को नै छ र? त्यो त मेरो नामको मात्रै श्रीमती हो। व्यवहारमा त त्यो मेरो घरको काम गर्ने नोकर्नी हो, नोकर्नी। अहिले भर्खरै 2 झापड हानेर त्यसको घाँटी साँटी थिचेर आँगनमा पछारेर आएको छु। झन्डै मरेकी थिएँ अलक्षिना। अस्ति भर्खरै तिजमा माइत जान्छु भन्दै थिएँ। 5 वर्षदेखि मैले माइतै जान दिएको छैन। बिचारा त्यसका बाउ वर्ष दिनमा एकचोटि आउने नारीहरूको महान चाड तिजमा त छोरी घर फर्केर आउली भनेर प्रतीक्षा गर्दा गर्दै आशै आशमा परमधान पुगे। अब एउटी बचेकी आमा छिन्, तिनी पनि छोरी फर्केर आउने आशै आशमा कुन दिन मर्छिन् पत्तै हुँदैन। बबी, यो तिजमा तिमीले मलाई के गिफ्ट दिन्छौ? यो तिजमा म तिमीलाई यस्तो गिफ्ट दिन्छु कि जुन गिफ्टले तिमीलाई जिन्दगीभरि मेरो अँगालोमा बाँधेर राख्नेछ। त्यस्तो गिफ्ट के हो? भन न, मलाई सुन्न हतार भइसक्यो कि। भन न प्लिज। मेरो नामको सिन्दुर। यी हातले तिम्रो खाली सिउँदोमा सिन्दुर भरेर तिमीलाई सधैँको लागि आफ्नो बनाउन चाहन्छु। बबीसँग बिहे गरेर आएको पनि 5 वर्ष भइसक्यो। यत्रो समयसम्म पनि मलाई एकचोटि माइत जान दिएको छैन। यहाँसम्म कि बाबाको मृत्यु हुँदासम्म पनि बबीले मलाई माइत जान दिएको छैन। यो तिजमा पनि आमालाई भेट्न जान नपाइने भयो। यसरी चुप लागेर बसेर मात्र केही हुँदैन। अब मैले म माथि भएको अन्यायको कुरा मुख्य बालाई गएर भन्नुपर्छ। सायद मुख्य बाले भनेको कुरा बबीले मान्छ कि जसरी भए पनि
यसपालि तिजमा आमालाई भेट्न जानै पर्छ। काकी काकी ए बाटुली तिमीहरू हो काकी हामीहरू। काकी के भयो दिउँसै टोलाउँदै बसिरहेको छ त सन्चो छैन कि क्या हो हजुरलाई? त्यस्तो केही भएको छैन छोरी, यत्तिकै टोलाएर बसेकी। काकी यसपालिको तिजमा त चमेली दिदी आउनुहुन्छ होला नि? खै बाटुली, नारीको महान चाड तिजमा त छोरी आउँछ होली भनेको यतिका वर्ष बितिसक्यो। यसपालिको तिजमा छोरी आउँछ कि भनेर आश गरेर बसेको छु। सायद मेरो आश निराशा पो हुन्छ कि कता कता डर लागेको छ बाटुली। अनि काकी चमेली दिदी आउनुहुन्छ भन्ने केही खबर पाउनु भएको छैन? छैन छोरी, केही खबर पाएकी छैन। न चमेलीले फोन गर्छे न हाम्रो गाउँका कोही मान्छेले उसको खबर नै लिएर आएका छन्। अनि काकी चमेली दिदी नआए पनि हजुर चमेली दिदीलाई भेट्न किन जानु भएन? जान त हुन्थ्यो नि नानी, चमेलीले बिहे गरेर गएको कुन ठाउँ हो कुन सहर हो मलाई केही पनि थाहा छैन। मैले उसको परिवारमा को छन् के गर्छन् राम्रोसँग कसैलाई पनि चिनेको छैन नानी। अनि काकी राम्रोसँग मान्छे नचिनिकन घर परिवार नदेखिकन किन यसरी छोरी दिनुभयो? त्यही त भुल भयो नि बाटुली। त्यो पल्ला गाउँको जमिनदारले कुरा लिएर आएका हुन्। हामी पनि लोभमा पर्यौँ, सहरमा घर छ, राम्रो परिवार छ, खानदानी परिवार छ भने होला भन्यौँ, हामी नि मक्ख पर्यौँ, छोरी दिएर पठायौँ। अहिले जमिनदारहरूले पनि सबै जग्गा जमिन बेचेर सहर पसेको 3 वर्ष भयो। अहिले न जमिनदारहरूको अत्तोपत्तो छ न चमेलीको नै। कसरी खोज्ने? अनि काकी हजुरहरू कति सोझो र नबुझ्ने हुनुहुन्छ है। अरूले सहरमा घर छ धनी छन् र तिम्रो छोरीले सुख पाउँछ भन्दैमा आफूले केही नबुझी छोरी नै दिएर पठाउने हो त? पछि छोरी चेलीहरूले दुःख पाउँछन् नि, उनीहरूलाई जे पनि हुनसक्छ। हजुरहरूले यो कुरा बुझ्नुपर्छ नि। काका बितेको पनि यतिका वर्ष भइसक्यो, हजुरको यस्तो हालत छ। हजुर बिरामी हुँदा पानी दिने समेत मान्छे छैन। यस्तो गल्ती हजुरहरूले मात्र होइन कुनै पनि बाबा आमाले पनि गर्नु हुँदैन, बुझ्नुभयो? ल काकी, चमेली दिदी आउनुभयो भने हामीलाई खबर गर्नु होला। झन् यसपालिको तिज त चमेली दिदीसँग मनाउँ भनेको नहोला जस्तो छ। बाटुली दिदी कुरा गर्दा गर्दै ढिला भइसक्यो जस्तो छ, जाऊँ अब। काकी हामी गयौँ है। ल नानी, राम्रोसँग जाऊ है। चमेली खाना पाक्यो? खाना त पाकेको छैन, भर्खर त भाँडा धुँदैछु। हजुर एकछिन गएर बस्दै गर्नुहोस्, म भाँडा माझेर पकाइहाल्छु खाना। रातिको 8-9 बजिसक्यो, समयमा खाना बनाउन छोडेर त अहिले भाँडा माझ्दै थिएस्? दिनभरि काम गरेकी थिइस् भन्, दिनभरि कहाँ मरेकी थिइस्? तँलाई कुन बेला खाना पकाउनु पर्छ, कुन बेला के गर्नुपर्छ भनेर केही थाहा छैन? तेरा बाबुआमाले कस्तो संस्कार सिकाएका थिए? ढङ्ग केही पनि छैन। दिनभरि त मेरो एकछिन पनि हात खाली हुँदैन। बल्ल घरको काम सकेर भाँडा मान्न थालेको थिएँ। यो घरमा म बाहेक काम गर्ने को नै छ र? हजुरलाई लखर डुल्दै ठिक्क हुन्छ। अझै
श्रीमानसँग मुखै लाग्छस्। तेरो माइतीमा घर कसरी चलाउनु पर्छ भनेर सिकाएनन्। हरेक काम गर्ने समय हुन्छ। दिन भनेको काम गर्नको लागि हो र रात सोच्नको लागि हो। बुझिस्? सोच्नको लागि। काम 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 गर्दा गर्दा भोकले चक्कर आएर मन लाग्दा पनि एक गिलास पानी दिने मान्छे हुँदैन। यसरी म पल पल मरेर यो घर गरेर खान सक्दिनँ। बरु मलाई एकैचोटि मारिदिनुहोस्, म मर्न चाहन्छु। ए त मेरो हातबाट मरेर मलाई फसाउनको लागि होला होइन? यदि मर्नै मन छ भने विष खोजेर खा कि जङ्गलतिर गएर झुन्डेर मर। अनि त्यसैमा म आफ्नो खुसीले आत्महत्या गरेर मरेकी हुँ भनेर बयान पनि लेखेर राख। त्यसैमा मलाई खुसी हुन्छ। त्यसैमा मलाई खुसी हुन्छ। गर्न मन छ होइन? मैले सिकाएको काम गर। आज रात त यहीँ बाहिरै बस। भित्र आइस भने त मेरो हातबाट मर्छेस्। मर्छेस् त मेरो हातबाट मर्छेस्। यहीँ बस पानीमा। मुखे बुवा नमस्कार। नमस्ते चमेली बुहारी, के कति कामले आयो? बस। मुखिया बा, हजुर त समाजसेवी मान्छे, सबैको हितको लागि काम गर्नुहुन्छ र हजुरले भनेको सबैले मान्नुहुन्छ। बबी र मेरो बिहे भएको 5 वर्ष भइसक्यो। यत्रो 5 वर्षमा पनि एकचोटि तिजमा माइत जान दिनुभएको छैन। यहाँसम्म कि बाबाको स्वर्गवास हुँदाखेरि पनि आमालाई भेट्न जान दिनु भएन। लौ न बा, बबीलाई सम्झाइदिनु पर्यो। आमाको साह्रै याद आएको छ। हजुरले यो तिजमा जसरी भए पनि माइती घरसम्म जाने व्यवस्था मिलाइदिनु पर्यो मुखिया बा। तिमीलाई बबीले दुःख दिन्छ, हेप्छ भने सुनेको थिएँ, तर यस्तो अन्याय र अत्याचार गरेको चाहिँ नि मलाई थाहा थिएन। चमेली बुहारी, तिमी चिन्ता नगर। मैले बबीले भनेपछि कसो नमान्ला र? म उसलाई राम्रोसँग सम्झाउँछु। हस् मुखिया बा, हजुरले यति गरिदिनु भयो भने मेरो पनि भलाइ हुन्छ, हजुरलाई पनि धर्म हुन्छ। चमेली बुहारी, तिमी अहिले जाऊ। हस् बा। त्यो बबीलाई के भएको होला? यति राम्री सोझी खाइलाग्दी श्रीमती पाएको छ। श्रीमतीलाई माया गरेर सुन्दर भविष्य बनाउनु पर्ने ठाउँमा दिनौँ यातना दिएर राखेको छ। दुध धेरै उम्लेपछि खरानीमा पर्छ भन्छन्। यस्तो व्यवहार देखाइरह्यो भने एक दिन यो बबी पनि खरानीमै पर्छ। ला, बबी दाई त आजसम्म सुन्नुभएको छ क्या? बबी दाई, बबी दाई। रेखा बहिनी, तिमी होइन यति बिहानै के कति कामले आयो? दाई, हजुरलाई मुखिया बाले बोलाउन पठाउनु भएको छ, तुरुन्तै आउनु रे। मुखिया बाले बोलाउनु भएको छ अरे? यति बिहानै के कति कामले बोलाउनु भएको रहेछ बहिनी? के कामले बोलाउनु भएको त्यो त मलाई थाहा छैन, तुरुन्तै आउनु रे। अहिले मेरो पल्लो गाउँसम्म पुग्ने काम छ, म जान्छु। हस् बहिनी, बर्खाको बाटो अप्ठ्यारो होला, चिप्लो होला, राम्रोसँग जाऊ है। हस् दाई। होइन, ती मुखिया बाले बिहानै के कति कामले बोलाएछन्? यतिकै त पक्कै पनि बोलाएन होला। पक्कै पनि केही न केही काम परेरै बोलाएको होला। जेसुकै काम होस्, उतै गएर बुझ्छु नि। नमस्कार मुखिया बा।
नमस्कार बबी ल आज बस मलाई बोलाउनु भएको रहेछ मुखिया बा के कति कामले बोलाउनु भएको थियो हेर बबी हिजो तेरो श्रीमती मलाई भेट्न आएका थिइन् तैँले साह्रै दुःख दिन्छस् रे खास कुरा के हो भन् ए मलाई यति बिहानै मुखिया बाले किन बोलाए भनेको त चमेली यहाँ आएर मेरो बारेमा कुरा काटेकी रहेछ कुरा यस्तो पो रहेछ मैले जानेको छु चमेलीलाई आज त्यसको ढाडले दुःख पाउने भयो बबी किन टोलाइरहेको छस् कुरा के हो भन्न होइन मुखिया बा त्यस्तो केही पनि होइन र मैले चमेलीलाई दुःख पनि दिएको छैन हिजो बुढाबुढीको अलिअलि ठाकठुक परेको थियो त्यही भएर चमेली यहाँ आँकी भने झुट नबोल बबी तेरो श्रीमतीले भनेको कुरा सब सही हो गाउँमा को राम्रो छ को नराम्रो छ त्यस कुरा सबै मलाई थाहा छ म यो गाउँको मुखिया हो राम्रो काम गर सुध्री अरूको चेली बिहा गरेर ल्याएर दुःख दिन पाइँदैन अरूले त सुखमा त साथ दिन्छन् दुःखमा साथ दिने भनेको श्रीमतीले हो यो कुरा तैँले राम्रोसँग बुझ हजुर गाउँको मुखिया हुनुहुन्न तर मेरो घरको मुखिया म आफै हो र मेरो घर कसरी चलाउनुपर्छ मलाई राम्रोसँग थाहा छ बबी ठुलो स्वर कराएर केही पनि हुँदैन नारी भनेको घरको लक्ष्मी देवी हुन् सम्मान गर्न सिक त्यस्तै हो नि त एक दिन बाउलाउनु बेर्छ नि उपदेशको लागि धन्यवाद मुखिया बा होइन बबी के साह्रो घमण्डी भएको त्यही चमेली बारीको पाप लगाएर एक दिन बाउला के गरेर बसिरहेको झन् मैले तँलाई मेरो आफ्नो कुरा कसैलाई नभन्नु भनेको मेरो सारा कुरा दिएर गएर मुखियावालाई भेटेँ छैन किन भनिस् आज म तँलाई यतिकै छोड्दिनँ मारिदिन्छु म मारिदिन्छु कहिले पनि मुखियावालाई मेरो कुरा भन्ने तैँले मारिदिन्छु पटक मार्नुभन्दा एकैचोटि मारिदिनु भन्दा मैले बारम्बार भनिरहेको मारिदिनुहोस् मलाई ए तँलाई एकैचोटि मर्न मन छ होइन आज म तँलाई तेरो त्यो इच्छा पनि पुरा गर्छु मारिदिन्छु म एकैचोटि तँलाई अहिले नै मारिदिन्छु म तँलाई अहिले नै मारिदिन्छु म तँलाई अहिले नै मारिदिन्छु तैँले यो के गरिस् त पागल भइस् मारिदिन्छु म के गरिरहेको यो भाउजूलाई गाह्रो भइसक्यो भनेको छोड भनेको मारिदिन्छु ए बबी तैँले के गरेको भाउजूलाई गाह्रो भयो छोड यसलाई त अरे बबी तैँले यो के गरिस् यसले मेरो सारा कुरा लिएर मुखियाबालाई भनिन्छ यसलाई नमारेर कसलाई मारे होइन कसैले आफ्नै श्रीमतीले यस्तो गर्छ के गरेको त पागल भइस् भाउजूलाई मार्न अनि आफू फस्न मन छ तँलाई के गरेको यस्तो होइन त यस्तो त थिइनस् त सानोमा त के भएको तँलाई के भएको छ आजभोलि भन्दा होइन बबी यार त के भएको यार आजभोलि आखिरमा आज तैँले यो गरेको के हो तँलाई थाहा छ कि भाउजूलाई मार्ने अनि त फस्ने आफैले षड्यन्त्र रच्दैछस् सानोमा त्यस्तो थिइनस् त यार त कसरी यसरी चेन्ज भइस् यार त आफै म के गरौँ यसले मेरो सारा कुरा लगेर मुखियाबालाई भनेको छ मुखियाबालाई मेरो सारा नराम्रो कुरा भनेर त्यसले मलाई सारा गाउँलेको अगाडि नराम्रो बनाउन खोजिरहेकी छ त आफै भन्न म के गरौँ नपिटौँ भन्दा पनि त्यहाँ पिट्न बाध्य बनाउँछ यो गाई नभएकी गाउँहरूसँग बिहे गरेर मेरो त जिन्दगी नै नर्क भइसक्यो यार साथी हेर बबी यार त फुल्ली भ्रममा छस् यार बबी त के भएको अलिकति माइन्ड लगान यार अरे जस्तो सुकै गल्ती भए पनि कानुन छ समाज छ मुखिया बासँग कुरा पुग्ला भोलि बिहान छानबिन होला कानुन त छ नि राजा यार त किन यस्तो भएको यार छ्या सहरबाट आउन बित्तिकै आफ्नो साथीलाई भेट्छु भनेर मनभरि माया बोकेर आयो यार तर तेरो हालत भने कस्तो छ तेरो हालत देखेर म आफै कति धेरै दुखित भएको छु आज तँलाई थाहा छ अरे कुनै पनि श्रीमतीको कारणले गर्दा कुनै पनि श्रीमान दुःखमा पर्दैन यार भोलि बिहान तँलाई जस्तो सुकै समस्या परे तापनि तँलाई साथ दिने भनेको तेरो श्रीमती बाहेक कोही पनि हुँदैन किनकि श्रीमती भनेको एउटा आमाको रूप हुन्छ साथी तैँले यो किन नबुझेको भाउजू उठ्नुहोस् त
ल भाउजू धेरै पिर चिन्ता नगर्नु, यो पनि मान्छे नै हो नि, एक दिन सुध्रिएला नि। भाउजू आफ्नो ख्याल गर्नुहोस्, आफ्नो घर परिवार अनि आफ्नो यो वंश हरेक कुरालाई सम्हालेर बस्नु लाग्यो म। जा जा आफ्नो घर जा, मेरो घर परिवार सम्हाल्नलाई कसैले सिकाइराख्नु पर्दैन मलाई। सोनिका, मलाई चमेलीले एकदमै तनाव दियो। हामी आजै बिहे गरौँ न, म तिमीसँग अहिले नै बिहे गर्न चाहन्छु। मलाई किन हतार हतार बोलायौ भनेको त कुरा यस्तो पो रहेछ होइन? हरेक टाइम मजाक चल्दैन बबी। यो मजाक होइन सोनिका, म सिरियस कुरा गर्दैछु। म अहिले नै तिमीसँग बिहे गर्न चाहन्छु सोनिका, बिहे गर्न चाहन्छु। तर म तिमीसँग बिहे गर्न चाहन्न। आज त के 7 जुनीसम्म पनि तिमीसँग बिहे गर्न चाहन्न। सोनिका, तिमी यो के भन्दैछौ? मैले तिम्रो लागि कति धेरै पैसा खर्च गरेँ, तिमीले जे भन्यौ त्यही माने। तिमीले पनि मलाई फरि आयो भने मेरो लागि ज्यान दिन्छु भनेर कसम खाएकी थियौ। के सब नाटक थियो? हो, नाटक गरेको मैले। यो सब पैसाको लागि गरेको। न त माया गर्नको लायक छस् न बिहे गर्नको। यदि त मायाको लायक हुन्थिस् भने आज मलाई होइन तेरो श्रीमतीलाई माया गरेको हुन्थिस्। तेरो श्रीमतीलाई माया गरेको भए आज तेरो घर स्वर्ग हुन्थ्यो। यस्तो कुरा नगर न, तिमी बिना त मेरो जीवन नै अधुरो हुन्छ। सोनिका, सोनिका नछु मलाई। आज उपरान्तदेखि मलाई छुने कोसिस गरिस् भने जबरजस्तीको केसमा खोरभित्र जागिदिन्छु। सोनिका, सोनिका 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 मैले तिम्रो लागि के गरिनँ, कति सोचिनँ। तिमीले भने आज मेरो मनमा छोडिदियो, मेरो मनमा छोडिदियो। सोनिका! मुखिया बा, यो अपराधी हो। यसले चमेली भाउजूको आफ्नै हातले हत्या नगरे तापनि आत्महत्या गर्न लगाउने यही अपराधी हो। यसलाई कुन हदसम्मको अपराध गरेको छ भन्ने कुरा छानबिन गरेर यसलाई कुन कारबाही गर्नुपर्छ आज छानबिन गर्नु पर्यो मुखिया बा। ठिक हो नि भाइ, यस्तो अपराधीलाई, यस्तो ज्यानमारालाई मार्नलाई बाध्य बनायो। आफ्नो श्रीमतीले मार्नलाई बाध्य बनायो। त्यस कारण यसलाई गाउँ निकाला गर्नुपर्छ। फेरि यस्तो अपराधी घटनाहरू फेरि नदोहोरियोस्। यस्ताले यसलाई जुत्तामाला लगाएर गाउँ निकाल गर्नुपर्छ भाइ। ठिक भन्नुभयो मुखिया बा। यस्ता अपराधीले गर्दा हाम्रो छर छिमेकमा अब उपरान्त यस्ता घटनाहरू नघटुन् भन्नको लागि यो गर्नै पर्छ। मुखिया बा, जाउँ न, सबै गाउँलेलाई सम्झाउनु पर्यो, भन्नु पर्यो र यो अपराधीलाई कारबाहीको दायरामा ल्याउनु पर्यो। ल भन गाउँले हो, मैले भने मिले गरे ठिक छ छैन? मुख्य बा, यो यस्तालाई गाउँले निकाला गर्नुपर्छ। यस्ताले गाउँमा राखेर हाम्रो सम्बन्ध खराब हुन्छ। यस्ता जसो निकाल्नुपर्छ। मुख्य बा, यसलाई निकाल्नुपर्छ। यस्तालाई अपराधीलाई गाउँमा बस्न दिनुहुन्न। यस्तोलाई हेरेर के बसेको गाउँलेहरू? यस्तालाई त गाउँ निकाला गर्नै पर्छ गाउँले हो। यस्तालाई त जुत्ताको माला अनि मुटु लगाएर गाउँबाट निकाला गर्नुपर्छ।
आऊ गाउँले मुखिया बा यसलाई तपाईँकै हातले निकाला गर्नु पर्यो ल गाउँले हो यस्तालाई अब आइन्दा यस्तो गाउँमा छिर्न दिने होइन यस्ता बदमासलाई अब आइन्दा यस्तो कहिले यस्तो नगरोस् अरू पनि तपाईँहरू याद गर्नुहोस् गाउँले हो अब आइन्दा यस्तो कसैले नगर्ने नि ल यसलाई गाउँले निकाल गरिहाल्छ यसलाई निकाल्नु भाइ आजभन्दा 5 वर्ष अगाडि मेरी छोरी यही बाटो गएकी थिए आजसम्म फर्केर आएकी छैन मलाई त शङ्का लाग्न थालिसक्यो मेरी छोरी जीवित छ कि छैन भनेर नत्र मेरी छोरीले आफ्नै आमालाई किन यसरी चटक्क माया मार्थ्यो होला र यतिकैसम्म तिमीलाई कुर्दा तिम्रो बाटो हेर्दा मैले त माया मारिसकेको थिएँ आएको थियो आमा हरेक पल तिम्रो याद आएको थियो तिम्रो काखमा सुतेर सधैँको लागि निदाउन मन थियो तर म अभागी रहेछु आमा मेरो भाग्यमा त्यो लेखेको रहेनछ छोरी यतिका वर्षसम्म तिमीलाई मेरो याद आएन तिम्रो आमाको याद आएन तिम्रो बाटो हेर्दा मेरो त आँखा नै धमिलो भइसक्यो मैले त जीवनमा अब तिमी फर्केर आउँछौ भनेर सोचेको पनि थिएन मनले अरेस खाइसकेको थियो छोरी तर तिमी आमा सम्झेर फर्केर आयौ अब मलाई छोडेर नजाऊ है छोरी अन्तिम अवस्था भइसकेको छ मेरो सब थोक तिमी थियौ तिम्रो बाटो हेर्दा मलाई त्यो घरमा धेरै दुःख दिए आमा धेरै दुःख दिए मलाई पल पल मारेर राखेको थिए अब तिमी चिन्ता नगर आमा मैले सधैँको लागि त्यो घरलाई छोडेर आइसकेँ आमा मलाई एकछिन तिम्रो अँगालोमा निदाउन मन छ म एकछिन हजुरको अँगालोमा निदाउँछु नि है निदाऊ छोरी निदाऊ तिमीलाई रहर पुग्ने गरी निदाऊ